धन्यवाद उद्घोषक आदरणीय प्रदीप दाई, उपस्थित सम्पूर्ण महिला तथा सज्जनवृन्दमा र विद्यार्थी भाइ बहिनीहरूमा उहाँहरूलाई शिक्षा प्रदान गर्नुहुने पुण्य काज गरिरहनुभएका सम्पूर्ण प्राध्यापक शिक्षक सहित यहाँ उपस्थित सम्पूर्णमा म एकै नाचको सम्मान, नमस्कार र नमन गर्न चाहन्छु। आज अहिले त्रिवेणी भन्नुभयो प्रदीप दाइले, वास्तवमा त्रिवेणी संगम शब्दको परिवेश छ, माहौल छ। यो तीनवटा विभिन्न उद्देश्यले आयोजित त्रिवेणी समारोहको परम आदरणीय अभिभावक अध्यक्षज्यू, प्रमुख अतिथिज्यू र सम्पूर्णमा आज जुन एउटा सबैतिरबाट खुसीको माहौल छ, यो खुसीको लागि तपाईँ हामी सबैलाई बधाई पनि छ। सबभन्दा पहिला त 2058 सालतिरको कुरा हो। म एसएलसी दिएर जनकपुर आएँ अनि राज परिवारको हत्या भयो। एसएलसी नतिजाको प्रतीक्षारत थियौँ हामी। आइपुगेको थिएँ संकट मोचन स्कुलमा। मोडेल कलेजले एउटा इन्ट्रान्स प्रिपरेसनको क्लासहरू पनि गर्दैछ भनेर मैले थाहा पाएँ अनि त्यो इन्ट्रान्स प्रिपरेसन क्लासको म विद्यार्थी पनि हुँ। वीरेन्द्र सरलाई थाहा नहोला, तर मलाई एक दिन म भन्छु भनेर सोचिरहेको थिएँ। आज राम्रो माहौल पनि छ। त्यसमा इन्ट्रान्स प्रिपरेसन गरेर त्यसपछि 59 देखि 62 सम्म टियु पूर्वाञ्चल क्याम्पस धरानमा म पढ्न गएँ। इन्ट्रान्स प्रिपरेसन गरेका थिएँ। मेकानिकल इन्जिनियरिङमा डिप्लोमा इन मेकानिकल इन्जिनियरिङमा मेरो स्कलरसिपमा नाम आयो, तर मेकानिकल पढ्न चाहिन। अनि त्यही 59 मा सुरु भएको थियो नयाँ कम्प्युटर डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ। त्यसको म पहिलो ब्याचको विद्यार्थी भएँ। 59 देखि 62 सम्म पढेँ त्यहाँ। त्यसपछि जनकपुर आएँ। मधेस आन्दोलन गन्किरहेको थियो जनकपुर आइपुग्दा। त्यसपछि सञ्चार जगतहरूको, सञ्चार माध्यमहरूको विकास विस्तार हुन थाल्यो अनि म यो कर्ममा लागेँ। आज नेपाल पत्रकार महासंघ धनुषाको अध्यक्ष छु। सबभन्दा पहिला त म आज जुन वेलफेयर र वेलकम कार्यक्रम छ, त्यसपछि मोडल कलेज अफ लको उद्घाटन पनि भयो। त्यसको लागि म यस्तै निरन्तर सफलता प्राप्त होस् यो संस्थालाई र यो संस्थाबद्ध सम्पूर्ण परिवारलाई शुभकामना दिन चाहन्छु। त्यसपछि खुसीको कुरा आयो। खुसी आज अनुभूति भन्दा पनि एउटा प्रकाशनको रूपमा यहाँ हामीसँग हात हातमा छ। खुसीको रंग एकदमै रगतको जुन रंग हुन्छ नि, त्यो रंगले लेखिएको छ खुसी। र त्यो रगत र पसिनाले जब एउटा व्यक्तिको संघर्ष हुन्छ र त्यो संघर्ष यात्रा बनेर एउटा कथा बन्छ, त्यो कथालाई आदरणीय सुजित कुमार झा सरले एउटा प्रकाशनको रूपमा आफ्नो अक्षरले एउटा पुस्तकको रूप दिएर सार्वजनिक गर्नुभएको छ। उहाँको लेखनीको लागि, प्रकाशनप्रतिको उहाँको प्रतिबद्धताको लागि, निरन्तरताको लागि, एउटा सञ्चारकर्मी पत्रकार जस्तो संघर्षशील पेशा अपनाएर उहाँले समाचार सहित जुन यस्ता भाषाका, साहित्यका, लेखनीका क्षेत्रहरूमा काम गर्नुहुन्छ, समय निकालेर त्यो प्रतिबद्धताको लागि पनि उहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। किनभने उहाँ नेपाल पत्रकार महासंघ धनुषा शाखाको सदस्य पनि हुन्छ, पूर्व केन्द्रीय पार्षद पनि हुनुहुन्छ र हाम्रो अभिभावक हुनुहुन्छ। यो खुसी पनि मसँग छ। त्यसैले म आफैलाई पनि धन्यवाद र बधाई दिन चाहन्छु। अर्को अब वीरेन्द्र सर पनि मोडेल खबरको अध्यक्ष हुनुभयो, सञ्चार क्षेत्रको एउटा व्यक्तित्व हुनुभयो। अब वर्ग फरक हो र उहाँ सञ्चालक हुनुहुन्छ, हामी श्रमिक छौँ। तर जुन हाम्रो पेशा छ, सञ्चार कर्म छ, हाम्रो कमन विषय हो। यो सञ्चार क्षेत्रको कसरी विकास हुन्छ धनुषामा, त्यसको लागि हामी हातेमालो गरौँ र अगाडि बढौँ। समन्वयको लागि म यहाँलाई आग्रह पनि गर्न चाहन्छु। वीरेन्द्र सरलाई मेरो एउटै आग्रह छ, जब एउटा व्यक्ति संघर्ष गर्न थाल्छ अनि त्यो संघर्षबाट उपलब्धि प्राप्त हुन्छ, सम्पन्न बन्नुहुन्छ त्यो व्यक्ति, तब त्यो व्यक्ति भन्दा पनि व्यक्तित्व बनिहाल्नुहुन्छ, एउटा प्रतिष्ठान र संस्था बनिहाल्नुहुन्छ। त्यही वीरेन्द्र शाह आज कलेज बनेको छ र मोडेल खबर पनि बनेको छ मेरो विचारमा। जुन संघर्षको बेलाको यहाँको समाजको
उहाँसँगको अपेक्षा मात्रै थिएन, उहाँप्रतिको लगानी थियो। त्यो अपेक्षा र त्यो लगानी नबिर्सनु होला भन्ने कुरा वीरेन्द्र सरलाई म विनम्र आग्रह गर्न चाहन्छु। किनभने जब व्यक्ति सम्पन्न भएर व्यक्तित्व हुन्छ अनि पछिल्ला कुराहरू बिर्सनु हुँदैन, किनभने धेरै अपेक्षा हुन्छ उहाँहरूसँग र उहाँले गरि पनि रहनु भएको छ। जुन किसिमले 10 तल्ले मोडल छ त्यसमा उहाँको धेरै चुनौती, सङ्घर्ष, समस्याहरू होला, त्यसलाई पार गर्दै उहाँ अगाडि बढ्दै हुनुहुन्छ र आज समाजमा एउटा कमन व्यक्तित्वको पहिचान पनि बनाउनु भएको छ। त्यसको लागि पनि उहाँलाई धेरै धेरै शुभकामना छ। मोडेल खबर मोडेल कलेजको मात्र नभएर समाजको मोडेल खबर बन्दै जाओस् भन्ने पनि शुभकामना दिन चाहन्छु र उहाँहरूले गरिरहनु पनि भएको छ। भाषा साहित्यको क्षेत्रमा, समाजको र समाचारको क्षेत्रमा पनि राम्रै काम गर्दै हुनुहुन्छ। यति भने समय एकदम छोटो छ, मलाई थाहा छ, प्रदीप दाइले इसारा गर्नुभयो। अन्त्यमा म एउटा यो माहौलको सदुपयोग गर्छु। म एउटा ग्रामीण रघुनाथपुरको बरकुरबा माविमा पढेर यहाँसम्म आएको छु। श्री फकीरचन्द गामी मावि एकजना फकीरचन्द गामी भनेर समाजसेवी हुनुहुन्थ्यो। जब उहाँले आफ्नो जेठो छोरा बेचन गामीलाई उच्च शिक्षाको लागि जयनगर पढाउन पठाउनुभयो अनि उहाँलाई धेरै दुःख लाग्यो, जेठो छोरा मेरो बाहिर पढ्न गयो भनेर। अनि उहाँले सङ्कल्प गर्नुभयो, छोरालाई बोलाएर भन्नुभयो, हाम्रो जति सम्पत्ति दिनुपर्छ, जग्गा दिनुपर्छ देऊ, तर हाम्रो यहाँ मावि बनाऊ। पाठशालाको रूपमा त 2007 कि 9 तिर नै सुरु भयो त्यो विद्यालय, सालमा माविको रूपमा परिणत भयो। आज आफ्नो बुवाको नाममा आफ्ना सारा करोडौँको बिघौ बिघा जमिन दिएर मावि बरकुरबा स्थापना गर्नुभएका संस्थापक बेचन गामीको संजोगवश आजै निधन भएको छ। उहाँको पार्थिव शरीर अहिले गाउँमा ल्याएको छ। उहाँको इच्छा थियो मेरो पार्थिव शरीरलाई विद्यालयमा लैजानु अनि कमला नदीमा विसर्जन गर्नु भनेर। संजोग पर्न गएकोले म यो मञ्चलाई सदुपयोग गर्दै, किनभने शैक्षिक माहौल छ, एकदमै राम्रो ऊ पनि छ, उपस्थिति पनि छ, म यहाँहरूलाई ध्यान आकर्षण गराउँदै ती दानवीर योद्धा जसले विद्यालय स्थापना गरेर हामी जस्ता धेरै प्रतिष्ठित व्यक्तिहरूको उत्पादनमा आफ्नो बिघौ बिघा जमिन दान गर्नुभएको छ, ती दानवीर स्वर्गीय हुनुभएको छ श्री बेचन गामीप्रति सतसत नमन गर्न चाहन्छु, श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। धेरै धेरै धन्यवाद।